मेरो नाम बिनु इम्बुङ हो। म झापाको शिवशताक्षी नगरपालिका 7 बाङडाँडाकी एक साधारण कृषक परिवारकी छोरी हुँ। कृषक परिवारमा जन्मिएकी भएकाले मैले सानैदेखि मेहनत, संघर्ष र धैर्यको महत्व सिकेकी हुँ। जीवनमा केही ठूलो गर्नुपर्छ भन्ने सपना त थियो, तर त्यो सपनासम्म पुग्ने बाटो कहिल्यै सहज थिएन। धेरै चुनौतीहरू आए, धेरै असफलताहरू सामना गर्नु पर्यो र कतिपय समयमा निराशा पनि भयो। तर एउटा कुरा मैले कहिल्यै छोडिन, आफ्नो सपनामाथिको विश्वास। त्यसपछि मैले डाइरेक्ट सेलिङको यात्रा सुरु गरे। सुरुवात सजिलो थिएन। मानिसहरूको आलोचना, अस्वीकार, शंका र विभिन्न कठिनाइहरूको सामना गर्नु पर्यो। धेरैले यो सम्भव छैन भने, तर मैले हार मानिन, किनकि म विश्वास गर्थे कि हरेक चुनौतीभित्र अवसर लुकेको हुन्छ। समयसँगै मैले बुझ्दै गएँ कि डाइरेक्ट सेलिङ केवल व्यवसाय मात्र होइन, यो व्यक्तित्व विकास, नेतृत्व विकास र जीवन परिवर्तन गर्ने एउटा माध्यम पनि रहेछ। आज म गर्वका साथ भन्न सक्छु कि यस यात्राले मलाई आर्थिक अवसर मात्र दिएको छैन, यसले मलाई स्वस्थ जीवनशैली पनि दिएको छ। मैले आफ्नो स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याएकी छु र आफ्नो परिवारलाई पनि स्वास्थ्यप्रति सचेत तथा स्वस्थ जीवनतर्फ अगाडि बढाउन सफल भएकी छु। मलाई सबैभन्दा ठूलो खुशी के कुराले दिन्छ भने मैले धेरै युवाहरूलाई अवसरसँग जोड्न सकेकी छु। स्वास्थ्य खोज्नेहरूलाई स्वास्थ्यको बाटो, समृद्धि खोज्नेहरूलाई समृद्धिको सम्भावना देखाउन सकेकी छु। धेरै व्यक्तिहरूको स्किल डेभलपमेन्टमा योगदान गर्न पाएकी छु। उनीहरूलाई आत्मविश्वासी, सक्षम र नेतृत्व गर्न सक्ने व्यक्तित्वका रूपमा विकसित हुन सहयोग गर्न सकेकी छु। आज हामी केवल व्यापार गरिरहेका छैनौं, हामी एउटा सकारात्मक कम्युनिटी निर्माण गरिरहेका छौं। यस्तो समुदाय जहाँ मानिसहरू एक अर्कालाई माथि उठाउँछन्, सिकाउँछन्, प्रेरणा दिन्छन् र सफलताको यात्रामा साथ दिन्छन्। जब म आफ्नो विगत सम्झन्छु, तब कृषकको घरबाट निस्केकी एउटी सामान्य छोरीले आज यति धेरै मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पार्न सकेकी छु भन्ने सोच्दा हृदय गर्वले भरिन्छ। यो मेरो मात्र कथा होइन, यो सपना देख्ने, संघर्ष गर्ने र हार नमान्ने हरेक व्यक्तिको कथा हो। मेरो यात्रा अझै जारी छ। म पूर्ण विश्वासका साथ भन्छु, आगामी दिनहरूमा म अझ ठूलो सफलता हासिल गर्नेछु, किनकि मसँग सपना छ, मेहनत गर्ने साहस छ र मसँग मेरो टिम, परिवार तथा शुभेच्छुकहरूको अमूल्य साथ छ। अन्त्यमा यहाँहरू सबैको माया, साथ, सहयोग र विश्वासका लागि हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। म वाचा गर्छु, म केवल आफ्नो सफलताका लागि होइन, धेरै मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि निरन्तर अगाडि बढिरहनेछु। धन्यवाद।